साथीहरू, स्वागत छ तपाईँहरूलाई यो मेरो छोटो मिठो ब्लगमा। सबैजनाले यो मेरो भिडियो हेरेर माया गरिदिनु होला। साथीहरू, म आज चाहिँ खाजाको रूपमा सुजी बनाउँदैछु। अनि हजुरहरूले खाजा खानुभयो। सुजीको लागि चाहिँ मैले घरको अर्ग्यानिक घिउ युज गरेको छु। यो घिउ चाहिँ मैले आफै बनाएको साथीहरू। अनि घरमा दुध राखिन्छ नि त, त्यही दुधबाट बनाएको साथीहरू। घिउ हालिसकेँ मैले कराईमा। अब त्यसपछि म सुजी हाल्दैछु। सुजी स्वास्थ्यको लागि पनि राम्रो हुन्छ साथीहरू। मलाई चाहिँ सुजी चाहिँ एकदम रातो गरेर भुटेको मनपर्छ। त्यसपछि म सुजीलाई हालेर चलाउँदैछु साथीहरू। आनन्दले पकाउने सानो ग्यास गरेर पकाइराखेको छु। अनि भिडियो त्यही भएर एकदम फास्ट बनाएको छ नि साथीहरू। मेरो चाहिँ सुजी भुटेर रातो भइसकेको छ। मैले चाहिँ उता फ्राइबिनमा पानी पनि बसालेको छु सुजीमा हाल्नको लागि। अनि मेरो यो सानो बेबी छ, बेबीको लागि चाहिँ मैले फ्राइबिनमा यो रातो भएको सुजी थोरै निकाल्छु प्यानमा। यो चाहिँ भिडियो बनाउने चक्करमा साथीहरू अलिअलि तल पनि लागिसकेछ। हेर्नु न साथीहरू, यो प्यानमा मैले थोरै निकालेर अनि त्यो सानो चुलोमा नानीको लागि बसालिदिन्छु। हामीलाई चाहिँ चिनी एड गर्दैछु। मैले चाहिँ स्वादअनुसार चिनी हाल्दैछु। अनि बेबीलाई चाहिँ चिनी हालेर नखुवाउने भन्छन् नि त, पहिला पहिला त खुवाइन्थ्यो साथीहरू। अनि अहिलेको नानीलाई चाहिँ मैले चिनीहरू नखुवाउने भनेर चिनीहरू हाल्दिनँ। त्यही भएर मैले नानीको लागि छेउमा निकालेर राखेको छु। अनि मेरो चाहिँ यहाँ रातो हुने बेलासम्म भुटेर मैले चाहिँ फाइनली साथीहरू पानी हालिसकेँ। अनि त्यहाँ मेरो सानो बेबीको लागि पनि बिचको चुलोमा बसालेको छु। अनि त्यो पनि पाक्छ। यता सँगसँगै हाम्रो सुजी तयार हुन्छ। फेरि पनि पानी कम जस्तै भएर मैले फेरि पनि उमालेकै पानी हो के अरे भनेर हालेँ। अनि यसरी मेरो सुजी तयार भयो खानको लागि साथीहरू। यहाँ चाहिँ मेरो नानी रोएर मैले चाहिँ काखामा लिएँ नानीलाई। अनि काखामा लिँदै चाहिँ मैले चाहिँ लागेँ सुजी खान साथीहरू। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद साथीहरू। आगामी दिनमा पनि योभन्दा राम्रो राम्रो भिडियोहरू लिएर आउनेछु साथीहरू। तपाईँहरूको स्क्रिनमा मेरो भिडियो आएसम्म लाइक कमेन्ट गरिदिनु होला। बाई बाई साथीहरू।